अभिवादन। राजहंसरूपी निर्णायक मण्डललाई पनि मेरो न्यानो अभिवादन छ। मेरो शीर्षक रहेको छ युवालाई सन्देश बालक आन्दोलन। छन्द मदिरा हो। कविता यसरी सुरु हुन्छ। भन्नु छ योग्य रहेर सबैतिर तर्नु छ बालक सागर त्यो, बोल्न सकेपछि हार्दछ जो पनि बोल्नु त शक्ति भयो अबको। बालक फौज लिएर बढ्यो अघि जेनजीवहरू अब हारिदियो, बालक झै गरी बानर फौज उठेपछि रामको शक्ति थियो। सार्थक बन्नु छ उज्जवल काम सधैँ अब गर्नु छ यो पलमा, बैठक बस्नु छ देश विकास सबैतिर गर्नु छ यो थलमा। बालक भन्न त भन्नु भयो तर रूप ठुलो लिन सक्छ कतै, जीवनमा अब रक्त बगे पनि बालक शासन उठ्छ जसै। घुम्नु छ फौज लिएर सबैतिर लड्नु छ बन्नु छ दिव्य यहाँ, अन्तिम सास चले पनि यो अब रोक्नु हुँदैन नि चल्छ जहाँ। सर्पर बाज त लड्छ यसै अब लड्नु छ सिंह बनेर अहो, यो घन घोर घमण्ड उपस्थित बालक सङ्कट कारण हो। बालक जाग्दछ सुत्छ युवा किन मर्द विहीन छ भूमि यहाँ, निर्भय बन्छ युवा कहिले किन लुक्दछ त्यो अझ भित्र कहाँ। जीवनमा अब लड्नु युवा बरु सिक्नु छ बालकदेखि तिमी, बाँच्नु युवा अनि हाँस्नु युवा अघि बढ्नु पर्यो अब कालवनी। धन्यवाद।